हेलो हेलो वेलकम वेलकम यहाँ कस्तो नदेखाउनु हो र भने भ्लगमा देखाउनु परेन भ्लग हो कस्तो बनायो त नेपालमा हामी आज समुद्रमा नुहाउन जाँदैछौँ गुरुको आज तेस्रो दिन से इनको परचूनर चाहिए दहेज में बाबू को परचूनर चाहिए के छ गुरु अनि कस्तो भइरहेको तपाईको सिडनी लुम्रा पुगेको छैन कति दिन भयो नि असुदे 3 दिन भइसक्यो आएको 3 दिन धेरै ट्याङ्करै हो खाने बियर खानु मामाको त पुरै नगरौ हामी अब स्पोर्टमा आइसक्यौँ मेरो पनि आउँछ होला यस्तो गऱ्यो भने त होइन हामी मोटिभेटर चाहिँ केटाहरू यहाँ छ यस्तो दामी आज सन्नी डे छ वेदर पनि बवाल छ यस्तो बवाल छ मैले यो अलिकति माथि तान्छु ल एकैछिन म दामी देखाउँछु क्या सर्ट अब हामी यतै जाने हो नि कस्तो दामी छाल वेमा यो छालले त यार मलाई त तानेर लान्छ कि क्या हो यो छालले त मलाई तानेर लान्छ होला यार के हो यो पहिले चाहिँ चलाएको Insta360 ओए खतरा देखिरहेको रहेछ त होइन अब म यसलाई छोटो बनाउँछु एकछिन यो चाहिँ हाम्रो राजेशको Insta360 ल ल ल ल ल भ्लगरलाई दिन्छु आज म Insta360 चलाउन गएको थिएँ चलाइदिनु पऱ्यो नि होइन अब म नि बिस्तारै के छ ए सृजन भाइ के छ भनेको ठिकै छ अब यसलाई ब्याक गर्ने कसरी हो यार ए आयो 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 यसरी रहेछ खायो 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 यस्तो दामी आउँदो रहेछ यी ल त्यसले त कस्तो हातै हालेर सफा गरेँ यार त्यसले त माया लम लम मैले यता गरेर चाहिँ तिम्रो आएर चाहिँ यार सृजन यहाँबाट मिलाउनु होइन यो त साह्रो मिल्छ त त्यो मलाई पनि थाहा छ अनि कस्तो त नि ल खायो 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 यतिले चाहिँ खायो है गाडी खोलेर आउनु पर्ने होइन यहाँ त हुन्न म नहेर्छु नि किन हुन्न म त कहाँ होइन हो नि के होइन भनेको मतलबै होइन भनेको कि ल सृजन भाइ पुरै हिँडेको भन्ला फेरि त्यसको लागि त्यो खान्छु मलाई त लाग्छ सुता अरे त्यो बेहोरै छैन कि मुजी पानीमा चाहिँ नहालौँ ल पानीमा चाहिँ पर्दैन तर यो मैले उयो किने छैन क्या प्रोटेक्टर खोइ त्यो सिजन भाइ त्यही त यस्तो दामी छ यहाँ त फेरि अब जसको पायो त्यसको भिडियो बनाउनु मिल्दैन कन्सेन्ट चाहिन्छ फेरि यहाँ कसो मार्छ फेरि यहाँ त बिना कन्सेन्ट त नथिङ ए आइरहेको छु ए भाइ त चप्पल लाएर आएको थियो भाइले ए यहाँबाट जानुपर्छ यार यो त अलिक लुकाएर जान्छु फेरि यहाँ मार्छ यहाँ लुकाउनु पर्छ यहाँ लुकाएन भने यहाँ
What the fuck are you doing, Mike? ओइ मा कस्तो त्यहाँको छाल त के हो ओइ ल ल ल हा गहिरो छैन यो लेउै लेउ छ त यार पानी राम्रो हुन्छ हो नि त्यो त छ त यार केटाहरू रेडी भइसक्यो नुहाउनको लागि खै यो ल्याउ न ए यहाँ पनि माल्छु क्या ताल हो एकदम समुद्रको सल्टी वाटरमा नि नयाँ समुद्रमा नयाँ नुहाएको होइन तर यो पुलमा नुहाएको हो यसलाई के पुल भन्छ अरे भाइ लरक पुल ए रक पुल भनेको चाहिँ कस्तो भन्दाखेरि समुद्रको छेउमा त्यो पुल जस्तो बनाएको चाहिँ त्यसलाई रक पुल भन्दो रहेछ रमाइलो हुँदो रहेछ भाइ यहाँ छालमा त मम्मीले नजा भन्नुभएको थियो यार मलाई डर लाग्छ नि छालमा त तान्दियो भन्यो नि सकेन यस्तो छ छाली आमामामा यो त मा पुरै रिङ्गटा लगाउनु जस्तो पो छ त यो छाल त जान्न नि म त आयो नुनले पानी खाएको उल्टी होला ल यो कस्तो कसले पड्का राजै होला होइन ओइ भाग गयो ओइ भाग यहीँ हो है लम्बा भइहाल्यो नि हात दाम हुँदैन त्यति राख्यो भने त धुलो झर्छ त्यो घाम सुकेर झर्छ
Go like dolphin. Once more. अब नुहाइधो कार्यक्रम सक्यो गुरु वेल माछा देख्नु हो त वेल देखियो के देखियो कलाले सबै झर्छ नुन पानीले फेरि टक्नु हुने भयो त्यही भने पहिलोचोटि समुद्रमा नुहाएको मुला 1 किलो नुन खाएको जस्तो भयो यार दामी मजा आयो तर हजुर यो भ्यू चाहिँ यस्तो छ है भन्जा हो ल साथीहरू अब नुहाइयो अस्ट्रेलिया आएर त्यति नुन खाइएको थिएन समुद्रमा त्यति नुन खाइयो अब हामी ओ गुरु छिटो आउनु न बालुवा तपाईँको थाइल्यान्डको काण्ड भनिदिउँ क्या केटाहरूलाई बालुवा काण्ड कसको काण्ड ल अब हाम्रो चाहिँ भ्लग इन्ड गर्ने कपाल सबै झर्यो कपाल सबै झर्यो अब हामी चिया खान्छौँ यो साफ यो यस्तो नुन खाएको के भन्नु समुद्रको पानी अलिक मुखमा छिर्यो त्यो पुरै उल्टी आउला जस्तो हुने रहेछ पुरै रिङ्गटा लाग्ला जस्तो भइरहेको मलाई त पुरै होइन अब त्यही अब हामी जान्छौँ निस्किन्छौँ केटाहरू यहाँ अब रेडी भइसक्यो निस्किनुको लागि अनि चिया खान जान्छौँ हामी ल बाई बाई ल केटा हो बाई बाई गरिदेऊ